नमस्ते साथीहरू। आज म तपाईलाई फ्रेन्चमा नोम र प्रोनोम चाहिँ कतिको आवश्यकता छ र त्यसलाई कसरी युज गर्ने भन्ने विषयमा सिकाउन गइरहेको छु। सबैजनाले ध्यान दिएर हेर्नु है त। प्रेनोम फर्स्ट नेम, पहिलो नाम। नोम द फ्यामिली, फ्यामिली नेम, लास्ट नेम। थर वा परिवारको नाम। प्रेनोम कपिल, फर्स्ट नेम कपिल, पहिलो नाम कपिल। नोम द फ्यामिली शर्मा, फ्यामिली नेम शर्मा, थरको नाम शर्मा। डेट द नेसन 15 août 2001, डेट द नेसन 15 août 2001, डेट अफ बर्थ अगस्त 15, 2001, जन्म मिति 2001 अगस्त 15। पेज द नेसन्स नेपाल, नेपाल, कन्ट्री अफ बर्थ नेपाल, जन्म भएको देश नेपाल। Número do telefone, phone number, número do telefone 07 43 45 46 47. Address email, email address, email ठेगाना। Example, kapil@gmail.com भनेर इङ्ग्लिसमा भन्छ भने फ्रेन्चमा चाहिँ यो @ आगोबाज भन्छ है त। प्रोनाउन्सिएसन चाहिँ आगोबाज भनेर भनिन्छ र डटलाई चाहिँ प्वाह भनिन्छ है त। .com भन्छ हैन, डटलाई चाहिँ प्वाह, प्रोनाउन्सिएसन चाहिँ प्वाह भनेर भन्न मिल्छ हामीले हैन है त।